हालै के प्रचार गर्न थालिएको छ भने यो जेनजी नामको जुन आन्दोलन केही महिना अगाडि नेपालमा भएको थियो, त्यसको सूत्रधार नेपालबाट नभएर बाहिरबाट अर्थात् बाहिरी देशबाट भएको हो भन्ने चर्चा चाहिँ गरिएको छ। अब यो आन्दोलनै भनौँ, यो जहाँबाट सुरुवात भएको भए पनि परिणाम चाहिँ नेपालले भोग्नु पर्यो। नेपालमा धेरै आगजनी भयो, क्षति भयो र हामी आम सार्वभौम सत्ता सम्पन्न नेपाली नागरिकहरूले खासमा खल्लो महसुस गर्नु पर्यो। अब जेनजी आन्दोलन भनिन्छ जुन प्रचार गरिएको छ, जेनजी आन्दोलन वास्तवमा न त गौरव गर्न लायकको आन्दोलन हो, न त यसलाई तिरस्कार गर्न लायकको नै आन्दोलन हो। यो अवस्था भइदियो। किनभने पुराना भनिएका स्थापित राजनैतिक शक्तिहरूको अकर्मण्यताको काखबाट यो जेनजी नामको आन्दोलन चाहिँ उद्घाटित भयो। यदि पुराना दलहरूले, पहिलाका दलहरूले स्थापित राजनीतिक दल र राजनीतिक व्यक्तित्वहरूबाट देश निर्माणमा, विकासमा, आर्थिक विकासमा सशक्त भूमिका खेलिदिएको भए सायद यो स्थिति चाहिँ पैदा हुने थिएन। र जेनजी नामको यो जुन आन्दोलन, जुन घटना भयो, यसबाट पनि देशमा त्यस्तो ठुलो उपलब्धि हुने चाहिँ खासै देखिँदैन। यसले क्षति चाहिँ ठुलो पुर्यायो। अब यो क्षतिको खरानीबाट हामीले के पाउँछौँ? कतिपयले भन्ने गरेका छौँ कि खरानीबाट हामी उठ्नुपर्छ। उठ्नको लागि हामी खरानी नै हुनुपर्छ र पर्दैन होला? खरानी नभएर पनि हामी उठ्न सक्थ्यौँ होला र खरानी भइसके पछाडि उठ्न निकै कठिन हुने कुरामा पनि अस्वीकार गर्न सकिँदैन। त्यसैले यो आन्दोलन न त उपलब्धि हो, न त चाहिँ यसलाई दुत्कार्न नै सकिन्छ। किनभने स्थापित दलहरूको चाहिँ दुष्कर्मण्यताको रक्षानबाट यो आन्दोलन पैदा भएको हो र यस आन्दोलनबाट पनि हामीले खासै उपलब्धि हासिल हुन्छ भन्ने लाग्दैन। उपलब्धि भयो भने